साथीहरू यो चाहिँ चिन्नुभयो होला तपाईहरूले है, पदिना किरा भन्छ है। अन्त यो चाहिँ एकदमै घिनलाग्दो गनाउँछ हो। मलाई चाहिँ यहाँ उल्टी आउनु आँटिसक्यो, बमिट आउनु आँटिसक्यो। तर यसको चाहिँ अचार खान्छ अरे हो। यो चाहिँ के भन्छ एकदमै महँगो अरे, 3000 रुपियाँ केजी पर्छ अरे हो। यसको चाहिँ अचारहरू खानु, यो खानु चाहिँ राम्रो पनि अरे भन्छ है, भन्दो रहेछ। उनीहरू नागाल्यान्डतिर चाहिँ पुरा खाएको देखाउँछ नि त भिडियोहरू, म चाहिँ भिडियोमा देखेको हो। र आज चाहिँ हाम्रो घरमा पनि यो चाहिँ कोसेली ल्याइदिनु भएको रहेछ है, नामसुङको तलको दाजु दिदीले हो। एकदमै मिठो हुन्छ अरे यसको अचार चाहिँ भनेर, यसको चाहिँ अचार खान्छ है। अन्त एकदमै मजाले धोएर फ्राई गरेर खोर्सानीसँग पिसेर खाँदा चाहिँ एकदमै मिठो हुन्छ अरे है। अनि यसलाई चाहिँ दबाईको रूपमा पनि लिँदो रहेछ है, मान्छेहरूले दबाई हुन्छ भन्दो रहेछ। एकदमै राम्रो अरे यो खानु चाहिँ। म चाहिँ खाँदिनँ, तर अरूले चाहिँ खान्छ है यो। अन्त म त फर्स्ट टाइम हो यो अब यति बेसी देखेको चाहिँ हो। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, फ्राई गरिसकेपछि यस्तो हुन्छ हो। यो गन्ध पनि आउँदैन रहेछ फ्राई गरिसकेपछि चाहिँ, एकदमै कम्ती अलिअलि मात्रै गनाउँदो रहेछ है। हेर्न सक्नुहुन्छ तपाईँहरूले।